Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday. Happy birthday to you. Jealousy Sujana, happy birthday to you. जन्मदिनको शुभकामना तिमीलाई अनि परमेश्वरले मेरो बहिनीलाई धेरै मात्रामा आशिष दियोस् र अझै बाहिर तिम्रो जीवनमा परमेश्वरको जे इच्छा छ सबै कुरा पुरा हुन सकेको होस्, सेवाकाईमा आशिष भएको होस् र मेरो बहिनीको लागि नम्बर्स 6 को 24 to 26 तिम्रो लागि है. The Lord bless you and keep you. The Lord make his face shine on you and be gracious to you. The Lord turn his face towards you and give you peace. Amen. तिमी हाम्रो जीवनमा आएर हामी एकदम ब्लेस छौँ होइन. सुन एक्सपेक्ट गरेको थिएन तिमी जस्तो बहिनी हामीले यहाँ भेट्न सक्छौँ भनेर. तिमी बहिनीभन्दा पनि बेसी अहिले साथीको रूपमा छौ है. हाम्रो सँगैको हिँडाइ यसरी नै अझै पनि आशिषित भएको होस् होइन. अनि परमेश्वरले तिमीलाई धेरै आशिष दिएको होस्, कारण चाहिँ आउने वर्षभरि उहाँले सम्हाल्नु भयो र फेरि आउने वर्षहरूमा तिम्रो जीवनमा ठुलो ठुलो कुराहरू भएको होस्, ठुलो ठुलो आशिषहरू आएको होस् होइन. सो गॉड ब्लेस यू र फेरि एकचोटि ह्याप्पी बर्थडे एन्ड लभ यू. जय मसी बहिनी, जन्मदिनको शुभकामना. तपाईँलाई धेरै धेरै धन्यवाद. अनि हामी आउनु सकेनौँ तर पनि प्रभुले तपाईँलाई सुरक्षा दिएको होस् अनि हामीलाई पनि प्रार्थना याद गरिदिनुहोस्. धन्यवाद. बर्थडे दिदी, हामी ब्लेसेड छौँ. तपाईँ हाम्रो जीवनमा आउनुभयो अनि तपाईँलाई धेरै धेरै धन्यवाद. आजको दिनसम्म तपाईँले हाम्रो जीवनमा, विशेष गरी मेरो जीवनमा पर्सनली तपाईँले जे पनि गर्नुभएको छ, धेरै धेरै धन्यवाद. अनि आजको दिन म आशिषलाई बोल्छु तपाईँको जीवनमा. आजको दिन जसै तपाईँले नयाँ एजमा प्रवेश गर्नुहुन्छ, प्रभुले अझै तपाईँको जीवनमा नयाँ आयामहरू खोल्नु भएको होस् अनि तपाईँको जीवनमा जे पनि प्रभुले नियति राख्नु भएको छ त्यो सबै येशू ख्रीष्टको नाउँमा पुरा भएको होस्. बर्थडे दिदी, मेरो तर्फबाट तपाईँलाई आई एम सो सरी दिस टाइम म तपाईँसँग भेट्नु सकिनँ बर्थडेको टाइममा. अनि म खुसी छु आजको दिन तपाईँको बर्थडे हो अनि मलाई थाहा छ तपाईँ न्यू एजमा जाँदै हुनुहुन्छ अनि एउटा नयाँ सिजन तपाईँको लाइफमा स्टार्ट भइरहेको छ भन्ने कुरालाई म विश्वास गर्छु. अनि यो एकदमै एउटा मेबी 30s को लाइनमा जाँदै हुनुहुन्छ होला तपाईँ. अनि एकदमै मलाई लाग्छ कि जस्तो तपाईँको 20मा प्रभुले धेरै आशिषहरू दिनुभयो, थुप्रो नयाँ नयाँ एक्सपिरियन्सहरू दिनुभयो, त्यसरी नै यो एजमा पनि प्रभुले धेरै कुरा तपाईँको निम्ति राख्नुभएको छ भन्ने कुरालाई म विश्वास गर्छु. अनि म तपाईँलाई थ्याङ्क यू भन्न चाहन्छु. तपाईँले मेरो लागि यति धेरै प्रार्थना गर्नुभएको छ, यति धेरै मलाई इन्करेज गर्नुभएको छ. म एक्लो भएको बेलामा मेरो साथ दिनुभएको छ. म तपाईँलाई धन्यवाद दिन्छु. खासमा त तपाईँलाई अङ्गला मार्नु नलागेको थियो तर आज त्यो ड्यु छ अनि मलाई गिफ्ट पनि ड्युै छ, सबै ड्यु छ. तर हृदयबाट तपाईँलाई म बर्थडे विस चाहिँ गर्न चाहन्छु अनि यो भन्न चाहन्छु कि तपाईँलाई म सधैँ मेरो प्रार्थनामा सम्झना गर्दछु. अनि जुन चाहिँ हाम्रो यो सम्बन्ध छ, यो सम्बन्धको लागि म प्रभुलाई धन्यवाद दिन्छु. अनि आउनेवाला दिनहरूमा अझै हाम्रो रिलेसनहरू चाहिँ राम्रो भएको होस् भनेर प्रार्थना गर्छौँ. अनि सबै कुराको लागि तपाईँलाई धन्यवाद दिँदै अनि ह्याभ अ ग्रेट डे. म जस्तै आउँछु जयगाउँ, म फेरि पनि तपाईँलाई भेट्न आउँछु. अनि तपाईँसँग चाहिँ टेक केयर अनि ह्याभ अ ब्लेसेड बर्थडे. थ्याङ्क यू.